मर्निङ साथी हो। आज हाम्रो बहिनीले के बनाउँदैछ त गएर हेरौँ न त। हेलो बहिनी, के बनाएको तिमीले? अचार। अचार हेर्नु त यति राम्रो। के छ यसमा? प्याज, टमाटर, खुर्सानी रातो। अरू लसुन। अरू यसमा के हाल्नुपर्छ? कागतीको रस, धनिया। वाउ, पहाडी टिम्बुर है। आमा यस्तो भन्दाखेरि मलाई यस्तो मिठो लागिरहेछ उहाँले बनाएको अचार। एकचोटि खाएपछि मान्छेले उहाँ र अचारको स्वादलाई बिर्सिन सक्दैन। अब कसरी मिठो नहोस् त, हेर्नु न यस्तो राम्रो है प्लेटमा सजाएर अब उहाँले मिक्सरमा राख्छ। अब यो अचार चाहिँ उहाँ नै यति राम्री हुनुहुन्छ, खाइदिउँ जस्तो अचार। हेर्नु त कस्तो नहोला मिठो होइन। हेर्नु त वाउ, आज हाम्रो अचार यसरी बनिरहेछ। हाम्रो बहिनीले यस्तो मिठो अचार बनाउँछ। म उहाँलाई अचारवाली नाम दिन लागेको छु है, उहाँको टेस्टले गर्दा। र अचार कम्पनी पनि खोला भनेर उहाँलाई मैले चाहिँ के भन्छ सल्लाह सुझाव दिइरहेको छु क्या। एकदम मिठो बनाउनुहुन्छ। घोगीको अचार बनाउनुहुन्छ होइन, अनि माछाको अचार बनाउनुहुन्छ, धेरै आइटमको अचार बनाउनुहुन्छ क्या। अनि त्यही भएर उहाँ के अरे माछाको अचार पनि बनाएर बेच्ने अरे। त्यसरी उहाँलाई चाहिँ अचारको एउटा सानो पसल खोला बनाएर बेच भनेर उहाँलाई मैले चाहिँ जे होस् सल्लाह सुझाव दिएको छु साथी हो। राम्री बहिनीले बनाएको अचार खाइदिनु पर्यो साथी हो। बाई।